परमेश्वरको छोराछोरी भएर के हामीले यो भन्न सक्छौँ? अनि आज तपाईँ र मैले मनन गर्नुपर्ने कुरा, विचार गर्नुपर्ने कुराहरू थुप्रो छ होला। तर के तपाईँ र मैले परमेश्वरको आवाज सुनेका छौँ? के परमेश्वरको आवाज सुनेर हामीले बुझेका छौँ? यो प्रश्न हामी आफैलाई गरौँ अनि हामीले भनौँ, हामीले सुनेका कुराहरू हामीले बुझेका छैनौँ भने प्रभु हाम्रो बीचमा बुझ्ने मानिस पठाइदिनुहोस्। अनि तपाईँ र म कतिचोटि चाहिँ एली जस्तै हुन सक्छौँ। परमेश्वरले दिनुभएको कुरा बुझ्ने